समयगढ भन्ने ठाउँमा हो यो। समयगढ भन्ने ठाउँमा चाहिँ यस्तो बेहाल आजको हावाहुन्डरी पानी असिनाले बिजुलीको पोल चाहिँ एकदम यस्तो मजाले भएको छ हेर्नु यहाँ ट्याङ ट्याङ यस्तो डेन्जर हावा पोल यो बाटाका लगभग पुरानो पुल 8-10 वटा जति पोल चाहिँ सबै बाटोमा यसरी चाहिँ यो हरिबिजोग भएको छ। यसलाई चाहिँ सम्बन्धित निकायले चाहिँ एकदम मध्यनजर गरिदिनु पर्यो। घरतिर केही भएको छैन नि पानी सबै पछ है। पोल त धेरै छ है तार छ अब यसमा यो कति दिन लाग्छ बनाउन थाहा छैन। भाइ अनि कस्तो देखियो त यहाँको दृश्य त? दाजु एकदम साँच्चै देखियो। अब यो कति दिनसम्म लाइन नआउने हो होइन। अरू कुरो त हामीले त मोबाइल चलाउन नपाउँदा ठिकै छ। अब एसएलसी आइरहेछ, एसएससी दिने विद्यार्थीहरू छन्, स्कुल पढ्ने विद्यार्थीहरू छन्, यिनीहरूले लाइनको बिना कसरी चाहिँ अब पढाइ सुरु गर्छन्? किनभने अहिलेको आधुनिक जमानामा सबै कुरो मोबाइलदेखि पढ्न पाइन्छ। जबकि मोबाइलै स्विच अफ हुन्छ, लाइनको पोलै ढल्याएको छ भने अब विद्यार्थीमाथि चाहिँ के पर्यो? उनीहरूको भविष्यमाथि कस्तो खेलबाड हुने भयो? यो तुरुन्तभन्दा आज लडेको हाम्रो सरकारको नीति यस्तो ढिलो छ कि यो पोल आज ढलो, अब यसलाई 1 हप्ता लाग्छ उठाउनलाई। यो चाहिँ हामीलाई नचाहिएको हो क्या। बस हामीलाई के चाहियो भन्दा यो पोल आज ढलो, आज ठिक छ, सबै ठाउँ बुझौँ, यसलाई भोलिसम्म चाहिँ उठाइसकौँ भन्ने चाहिँ हाम्रो यति नीति सुशासन चाहियो देशमा। ल है ल, अब यो बिजुलीको पोल तार मात्रै होइन, यहाँ बाली नाली पनि पुरै यो मकै हेर्नुहोस्, यो काम लाग्दैन। यो गहुँ पाकेर काट्ने बेलामा यस्तो भएको छ। यो यता त्यस्तै छ, यहाँ मात्रै होइन, यो त एउटा सानो एरियाको मात्रै हो। यहाँ चाहिँ एकदम यस्तो भएको छ। सम्बन्धित निकायले चाहिँ यसलाई चाँडोभन्दा चाँडो ध्यानमा राखेर यो काम गर्नु पर्यो। यसलाई फेरि पुनः मर्मत गर्नु पर्यो। यो ठाउँमा हेर्नुहोस्, पाहाडमा भनेको कुपी बालेर बसिन्थ्यो भने यो ठाउँमा भनेको कुपीको सिस्टम चलन छैन। अब यहाँ त लाइनको लाइन हुन्छ। अब यो लाइन अब हेर्नुहोस् कि अब हिजो जुन बेला यस्तो खालको घटना घट्यो त्यहाँदेखिको अब लाइन गएपछि हेर्नुहोस् त अब हप्ता 10 दिन लाग्ला। अब हप्ता 10 दिनसम्ममा के गरे त? अब न त कुपी पाइन्छ, न त मट्टितेल पाइन्छ होइन। छिटो बनाउँछु। तपाईँकोतिर पनि क्षति भयो कि? हजुर, मेरोतिर चाहिँ अब यस्तो पुल चाहिँ ढलेन होइन। वस्तुको यसो बसेको च्यादरहरू चाहिँ यसो लग्यो भनौँ न। हजुर।